हेलो नमस्ते हजुर सबैजनालाई वेलकम टु माई युट्युब च्यानल। तपाईहरु कस्तो हुनुहुन्छ? सन्चै छ भनेर आशा राख्छु है। अन्त आज चाहिँ हामी चाहिँ तल जाँदैछौँ साथीहरु मेरो काम गर्नको लागि है। तपाईहरुले देख्न सक्नुहुनेछ यसरी चाहिँ साथीहरु आज चाहिँ यस्तो मजाले घाम लाग्यो कि कति दिनको बादमा है। आज चाहिँ हाम्रोतिर यस्तो मजाले घाम लागिसकेको छ। नानी मकैबारीमा हिँड्नु हुँदैन। अब भने चाहिँ म चाहिँ गमबुट लाएर चाहिँ साथीहरु उयो सोर्नु जान्छु, गोबर सोर्नु हैन। अन्त यहाँ क्यामेराम्यान चाहिँ यहाँनिर छ मेरो छोरा। आदिस आउनु न। चाहिँ म जुत्ता लगाएर चाहिँ तल गोबर सोर्नु पर्ने हुन्छ साथीहरु हैन। के गर्नु र यस्तै छ भिलेज ब्लग ल्याउनुको लागि साह्रो छ। ल साथीहरु हेर्नुस् है यहाँनिर मेरो बुढाले चाहिँ बिचारा घाँस लिएर आउँदैछ एक बारी गाईको लागि है। उसले त उयोसँगै लिएर आएछ नि। पुरा काम गर्छ है मेरो बुढाले चाहिँ। यहाँनिर देख्न सक्नुहुनेछ गाईको लागि। आदेश यहाँ आउनु त। हिल्लो बनाउँछ हाम्रो गाईले। किन हौ तिमीलाई सफा बनाइदिएको पो त ल। अनि यसरी काम गर्नुपर्छ बस्तीमा बसेर चाहिँ साथीहरु। कस्तो साह्रो चल्छ हौ। हिल्लो भएछ नि यहाँ नि। आदिसैमा हेल्प गर्ने हो त नहेर नि यहाँनिर। छोड उता यहाँ सोतर हाल्नुपर्छ अहिले कि। भोक लाग्यो तिमीहरूलाई? घाम चाहिँ दामी लाग्यो। अब चाहिँ सक्यो है। गम्बुट फुकाल्यो हाम्रो। आदिस हजुर लजु साह्रो छ। ल हे साथीहरु हामीहरु चाहिँ लाग्यौँ है फेरि पनि बिहामा काम सघाउनु लागि। हाम्रो गाउँमा चाहिँ बिहा हुँदैछ हैन। हामी चाहिँ सघाउनुको लागि यता थुप्रै जना छौँ। यहाँ मेरो छोरा काकी हैन। अब बिहा आउनु आँटिरहेछ नि त। अन्तखेरि चाहिँ हामी चाहिँ जाँदैछौँ है। तपाईहरुलाई अहिले म आज देखाउने नै वाला छु हो। यस्तो मजाले घाम लागेछ साथीहरु आज चाहिँ कति दिन बादमा। हेर्नुस् न हाम्रो गाउँको नजारा। रोड चाहिँ राम्रो छैन, कार्पेटिङ भएको छैन हैन। अन्त चाहिँ हामी चाहिँ धुलो पुरा उठ्छ हाम्रो रोडतिर चाहिँ हो। तरै पनि यस्तो रोडमा हामी हिँडेर काम गर्नुको लागि चाहिँ जान्छौँ।
तपाईँहरूलाई म देखाउँछु कहाँदेखिको छ उता ल साथीहरू मेरो कुकुर त पछ्याएर आएछ नि ओए घर जा त कुकुर बिमार भएर चाहिँ साथीहरू यो मेरो डगीले पछ्या अब यसलाई कुर्छु म घर जाऊ घर बिमार छ र त नभए लान्थेँ नि गाउँ डुल्नु हुँदैन जा छिटो कसको ला के भयो अरे मेरो ओए बहिनी उयो होइन कुकुरको मुख के भयो भन्दैछ खोइ एकछिन ला के भयो रे ला खोइ ला हेर चिलेछ खोइ त ला साथीहरू ला यता देखा त बहिनी साथीहरू औरीले चिलेछ के भयो उयसले चिरेर चाहिँ मुख चाहिँ उसको चाहिँ सुँगुरको जस्तै बनाएछ कि कति घिनलाग्दो देखेको केले चिले के खाएले नि अगाडिबाट कि घिनलाग्दो देखेको नगर्न बिचरा कालुको पनि चिल्छ त्यसरी गर्दै गर्न तेरो ला बिचरा यहाँ हाम्रो चाहिँ घरकै छेउदेखिको डेरा छ है साथीहरू यसले त राम्रै देखिहाल्छ नि कलर यहाँ देख्न सक्नुहुनेछ थुप्रैजना छ रहेछ घर चाहिँ यहाँबाट हो बिहा घर साथीहरू म चाहिँ बिहादेखि भर्खर आइपुगेँ है आएर चाहिँ बसिरहेको छु हो अन्त चाहिँ धेरै थियो नि त कामहरू अन्त चाहिँ भर्खर आइपुगेको हो थाक्यो आज त दिनभरि काम गरेकोले चाहिँ हत्तु भइरहेछ मेरो भिडियोमा के कस्तो हुन्छ हेरिदिनुहोस् है ल सबैले